हस्टेल मुभीको फ्रेन्चाइजबाट नेपाली मुभी इन्डस्ट्रीमा टन्नै अहिलेका लिडिङ एक्टर्सहरू जस्तै हाम्रो अनमोल केसी, सलोन बस्नेत, सुशील श्रेष्ठ, सुशील सिटौला, नाजिर हुसेन र स्वस्तिमा खड्काले डेब्युट गरेका थिए। हेर्नु त अब सबैजना नेपाली मुभी इन्डस्ट्रीका प्रमिनेन्ट एक्टर भइसकेका छन्। Hey everyone, I'm Nirmal Shrestha. This is Hami Entertainment. Here we talk about Nepali movies and review them. पहिलादेखि नै नेपाली मुभी इन्डस्ट्रीमा प्राय जस्तो इन्डियाका मुभी इन्डस्ट्रीबाट डिरेक्टली वा इन्डिरेक्ट रूपमा इन्फ्लुएन्सहरू देखिरहेको हो। अनि त्यही छिमेकी देशमा सोसल मिडियाका इन्फ्लुएन्सरहरू आफ्ना नम्बर अफ फलोअर्सको बेसमा मुभी र सिरिज अनि वेब सिरिजहरूमा पनि दमादम कास्टिङहरू भइरहेको हो। त्यही बेसमा हस्टेल 3 का पनि कास्टिङ भएको हो कि जस्तो लाग्न सक्छ। शासन कँडेलको हस्टेल 3 कस्तो छ त आउनुहोस् सँगै रिभ्यू गरौँ। अनि यो भन्दा पहिला तपाईले यस च्यानल हामी इन्टरटेनमेन्टलाई फलो गर्नुभयो त? पहिलाको होस्टेल र होस्टेल रिटर्नको स्टोरीसँग कुनै इन्टररिलेसन नभएको शासन कँडेलको स्टोरी र डिरेक्सनमा बनेको होस्टेल 3 एउटा 6 जना साथी सत्या, मानव, सहाना, निशा, शिवा एन्ड जितेको स्टोरी हो। सम्मान इन्स्टिट्युट अफ टेक्नोलोजीको हस्टेलको रुममा पार्टनर भएर बनेको साथीहरूको बीचको फ्रेन्डसिप र रोमान्सको पेरिफेरीमा बनेको छ शासन कँडेलको हस्टेल 3। यो यात्रा हो होस्टेलको अनि कथा संघर्ष प्रेम र त्यागको। यस मुभीमा माधव शर्माका डायलग्स अनि स्टेजिङ हेर्दा मेनली अहिलेको कलेज गोइङ स्टुडेन्टहरूको लागि टार्गेट गरेको जस्तो देखिन्छ। अहिलेका युथहरूले युज गर्ने डायलग्स अनि डायलेक्टहरू पनि युज गरेको देख्न सक्नुहुन्छ। पहिलाको फ्रेन्चाइजहरूमा पनि दोस्ती र यारीहरूकै रमाइलो मोमेन्ट्सहरूले मन जित्न सफल भएको जस्तै नै यस फ्रेन्चाइजमा पनि फ्रेन्डसिपको एरियालाई रमाइलो वेमा प्रेजेन्टेड छ। सबै क्यारेक्टर्सहरू बिलिभेबल नै लाग्न थाल्छ। डिरेक्टरले क्यारेक्टर्सहरूलाई राम्ररी इस्टाब्लिस गरेका पनि छन्। पर्फर्मेन्सहरू प्राय सबैको राम्रो नै छ। कमेडी सिन्सहरूमा नेचुरली नै हाँसो उठिरहेको हुन्छ। 2-4 वटा क्यामियो पनि देख्न सक्नुहुन्छ। अनि फर्स्ट हाफ यसरी नै सिद्धिन्छ। अनि इन्टरभलमा पपकर्न र कफी लिएर आएपछि सेकेन्ड हाफ सुरु हुन्छ। अनि फर्स्ट 5 मिनट्स रमाइलो पनि हुन्छ। तर त्यसपछि मुभीको जनर नै मर्डर मिस्ट्रीमा चेन्ज हुन्छ। अनि त सुरु हुन्छ शासन कँडेलले डिरेक्ट गरेका होस्टेल 3 को सत्यानाश। लुक, जनर सिफ्ट भएर मुभीको सत्यानाश भयो भनेको चाहिँ होइन। तर ब्याडली एडिटेड सिन्सहरू, अन्डरकुक्ड सेकेन्ड हाफ र त्यसमाथि ब्याड एक्जिक्युसन मतलब मुभी सिद्धाउने हतारले मुभी एन्ड गरेको देखिन्छ। डिरेक्टरले फर्स्ट हाफमा एउटा राम्रो आश देखाएर पनि सेकेन्ड हाफमा चाहिँ फेल भएको फिल हुन सक्छ। कम्पेरिटिभली सेकेन्ड हाफभन्दा फर्स्ट हाफ राम्रो भए पनि फर्स्ट हाफमा पनि धेरै मिस्टेक्सहरू देख्न सक्नुहुन्छ। क्यारेक्टर्सहरू स्ट्याब्लिस गर्न राम्रो प्रयास गरे पनि त्यो डेभलपमेन्ट पछि गएर युज नै हुँदैन। मुभीका सुरुमा जिते जो दुबईमा काम गरिरहेको हुन्छ उसलाई एउटा सिक्रेट म्यासेज आउँछ अनि उसले दुबई छोडेर नेपाल फर्केर पनि आउँछ। बट त्यो प्लट पछि गएर कहीँ युज नै हुँदैन। मोस्ट अफ द सिन्समा बिकी एउटा कलेज गोइङ केटाले ज्वेलरीहरू लगाइरहेको हुन्छ। बट त्यो बारेमा केही क्ल्यारिफिकेसन र जस्टिफिकेसन नै छैन। मुभीको लिड सत्याले क्लासमा एउटा इन्ट्रोभर्टेड साथीलाई क्लासको अगाडि बोल्न सक्ने मात्र होइन, प्रेजेन्टेसन नै जितेको सोकेस छ। तर स्टेजमा गएर बोलेको सिन नै छैन। यसले न त क्यारेक्टरसँग रिलेट नै गर्न सकिन्छ नत्र लिडको क्यारेक्टरमा ग्रोथ नै हुन्छ। झन् सेकेन्ड हाफमा गएपछि त सर्ट पिरियडमा यति धेरै इभेन्ट्सहरू हुन्छ कि भ्युअर्सहरू नै कन्फ्युज हुन सक्छ। यो त मर्डर मिस्ट्री हो रहेछ भन्ने थाहा पाउने बेलासम्म आएको ट्विस्ट एन्ड टर्नले भ्युअरहरू लुज गरिसकेको हुन्छ। मुभीको क्लाइमेक्सतिर जाँदा भ्युअरहरूले अलरेडी मिस्ट्री सल्भ गरिसक्दा पनि मुभीमा अझै पनि सल्भ नहुँदा फ्रस्ट्रेटिङ नै फिल हुन सक्छ। यसरी फर्स्ट हाफमा इन्टरटेन भए पनि सेकेन्ड हाफमा खल्लो लाग्न सक्छ। पहिलाको फ्रेन्चाइज जस्तै नै शासन कँडेलको हस्टेल 3 बाट टन्नै इन्फ्लुएसन एन्ड पेजेन्ट विनरले नेपाली मुभी इन्डस्ट्रीमा डेब्यु गरेका छन्। सत्यप्रकाश गौतमको रोलमा प्रयास बमले आफ्नै रियल लाइफ जसरी नै एउटा आदर्श बोय नेक्स्ट डोरको रोलमा देख्न सक्नुहुन्छ। रियान गिरी, मानव छेत्रीको रोलमा एउटा मोडर्न सिटी बोयको इमेजमा राम्रो प्रेजेन्स देखिन्छ।
तर पछिको एज सिनहरूमा चाहिँ बिलिभेबल नलाग्न सक्छ। आशिष घिमिरे शिव ग्यावलीको रोलमा राम्रो पर्फर्मेन्स दिएका छन्। पदम तामाङ जिताङ राई एकेए जितेको रोलमा आफ्नो अनलाइन कमिक पर्सनालिटीमै देखिए तापनि फोर्स देखिँदैन। मुभीको सुरुदेखि नै अन्तिमसम्म जितेले तपाईँलाई हँसाइ नै रहेको हुन्छ। सिमरन पन्त निशाको रोलमा एउटा प्रिटी फेस बाहेक धेरै खासै नोटिसेबल काम गरेका छैनन्। हेमा नगरकोटी सहानाको रोलमा स्टेज लाग्न सक्छ अनि सहानाको क्यारेक्टर नेवारीमा रियाक्ट गर्छ भन्ने इस्टाब्लिस गरेपछि त्यसमा कन्टिन्युटी देखिँदैन अनि यसले यो एक्सनलाई एउटा गिमिकी फिल आउन सक्छ। मेन लिड बाहेक हाम्रो माग्ने बुढा केदार घिमिरे र सुनिता गौतमको प्रोमिनेन्ट स्पेसल अपरेन्सको साथसाथै सपोर्टिङ कास्टमा मिस सुप्रानेसनल नेपाल 2023, मिस ग्लोबल जर्मनी 2022 समा पराजुली, मिस्टर मोडल अफ युनिभर्स 2019 नेपाल रोशन श्रेष्ठ, टेक्वान्डो प्लेयर मोहम्मद उमर खान अनि मोडल एन्ड एक्टर सन्तोष बानिया पनि देख्न सक्नुहुन्छ। झिलिमिली कास्ट भए तापनि कास्टहरूले आफ्नो फलोअर्सहरू बाहेक मुभीमा खासै योगदान दिएको देखिँदैन। सो यदि तपाईँलाई आफ्नो साथीहरू बटुलेर आफ्नो कलेजको दिनहरू याद गर्दै अहिले त्यो साथी कहाँ छ होला, कलेजको त्यो कपाल के भयो होला सोच्दै मिस गर्न मन छ भने प्लिज गो एन्ड वाच शासन कण्डेलको हस्टेल 3। एनिवेज आउट अफ 1 to 10 शासन कण्डेलको हस्टेल 3 इज 1.2 मिलियन फलोअर्स त हाम्रो दुई लिडकै फलोअर्स नै छ। तर यसबाट कतिजनाले चाहिँ टिकट काटेर हलसम्म पुग्छन् होला त। कास्टकै भरमा मुभीले कतिको बिजनेस गर्ला त, सोच्नुस्। जित्ते टुप्पी काट दे, तेरो बाउको वचन त्यो पनि काट दे। वेल, थ्याङ्क यू फर एभ्रीवन फर वाचिङ दिस भिडियो। च्यानललाई फलो गर्नु भएको छैन भने प्लिज फलो गर्नुहोला अनि अझै पनि सिनेमा हलमा लागिरहेको निरोज महर्जनको फेरि रेशम फिलिली अनि कुमार कटेलको लास्ट शरणम हेर्नु भएको छैन भने त्यस मुभीको रिभ्यू मैले यहाँ र यहाँ राखिदिएको छु। डु चेक इट आउट अनि तपाईँलाई हस्टेल 3 चाहिँ कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सिनुहोला। नेक्स्ट विक नयाँ मुभीको नयाँ रिभ्यू लिएर आउने नै छु। Till then, this is Hami Entertainment. I am Nirmal Shrestha and thank you for stopping by.